खराब बुहारी चाहिँ बनाइएका हुन् कि बुहारीहरू नि खराब बनेका हुन्? होइन, खराब त्यो समाजले बनाएको, त्यो हामीले बनाएको, हामी समाजले बनाएको, हाम्रो समाजले बनाएको, हाम्रो समाज चेतनशील नभएर बनाएको, त्यसलाई चाहिँ हामीले असल बनाउने जमर्को गरेको हजुर। दमनलाई जहिले पनि दमन नै किन बनाइन्छ त? अब मेरो भाग्य त्यस्तो छ कि के छ, नामकै कारणले हो कि तपाईँको कामकै कारणले हो त? म दुईटा कुरामा म एकदम हजुरहरू सबैलाई भन्छु र हेरिरहनु हुने र यो देखिरहनु हुने दर्शकहरूलाई पनि भन्छु, घमण्डका साथ म इमान इज्जतमा हिँड्ने मान्छे र स्वाभिमानमा हिँड्ने मान्छे। म सबैलाई आदर सम्मान गर्छु। म जहिले पनि बोल्दाखेरि म सानो कलाकार भन्छु, कसैले नराम्रो भनिदिनुहोस्। एउटा सानो टिकटक बनाउने पनि कलाकार हो, टिकटकमा स्टार हुने पनि कलाकार हो र भर्खर सिक्न लागेको पनि कलाकार हो। हामीले सबैले इज्जत गर्नुपर्छ। जहाँ अनादर हुन्छ त्यहाँ बस्न उचित हो। अब असल बुहारी भने चाहिँ कस्तो खालको बुहारी हो त? तपाईँको नजरमा असल बुहारी कस्तो खालको बुहारी? जतिसुकै दुःख बाधा परिवारमा पर्यो भने एउटा बुहारी भएर भित्रिसकेपछि जुन सहनशीलता ऊप्रति हुन्छ नि, त्यसलाई लिएर जस्तो यसमा चाहिँ हामी उठाइएको छ बाँझीको विषय। बाँझी हुँदाहुँदै गाउँलेदेखि लिएर परिवार सहितको एउटा जुन हेपाइ छ नि, त्यसलाई पनि सहेर बसिरहेको अवस्था देखेको भएर यसलाई चाहिँ नाम पनि हामी असल बुहारी राखौँ न भनेर राखियो। हामीले 3-4 हुँदाहुँदै फेरि मेरी बसेँ, अनि फेरि त्यसपछि आएर चाहिँ अहिले लास्टमा केही थियो, त्यो पनि मैले अलिकति अब आफ्नै पारिवारिक हिसाबले बन्द गरेर अहिले यो सर्ट बनाइरहेको छु। त्यसका बावजुद अस्ति भर्खर छक्का पन्जा 5मा पनि मैले अभिनय गरेँ सानो एउटा हाम्रो दिपकजीसँग। अहिले भर्खरै सुटिङ सकेर आएको छु मैले। लोकन्ती भन्ने नेपाली कथानक चलचित्रमा, त्यसमा पनि राम्रो अभिनय गरेर आएको छ, त्यो आउन बाँकी छ। मलाई जानकारी भएअनुसार मैले अहिले परानमा पनि अभिनय गर्दैछु, गेस्ट एपिरेन्स। कलाकारितालाई मैले मारेको छैन र विभिन्न देश विदेशमा पनि म प्रोग्रामहरूमा गइरहने छु र थोरै प्रोग्राममा जान्छु। म धेरै त्यस्तो अब परिबन्ध त्यस्तै पर्छ र त्यसका बावजुद तपाईँ हामीलाई अब अलिकति यो अप्ठ्यारो पनि छ। देशकाल परिस्थिति पत्रकारहरूलाई नै अप्ठ्यारो छ, कलाकारहरूलाई नै अप्ठ्यारो छ। कति पीडित कलाकारहरू छन्, कति पीडित पत्रकारहरू छन्। यहाँ राष्ट्रले चाहिँ नि न कलाकारलाई केही गर्यो न पत्रकारलाई केही गर्यो। आफै बाजाबाजी भएर देश एकदम भयावह अवस्थामा गुज्रिरहेको छ। 3 टाउकेले देश खाइरहेको छन्। जतिसुकै गणतन्त्र आएर बोल्ने स्वतन्त्रता भए पनि छिसिक्कै बोल्यो भने लड्नु थुनिदिन्छ। अहिले कस्तो गणतन्त्र हो, म चक्कर ल्याएको छु। हामीले त त्याग बलिदानले ल्याएको गणतन्त्र, तैपनि अहिले चाहिँ अचम्म भइरहेछ। यसलाई राम्रो एउटा बालेन जस्तो, हर्के साम्पाङ जस्तो, हाम्रो हमालजी जस्तो भनेको पश्चिमको हमालजी जस्तो, गोपाल हमाल जस्तो एउटा निडर, एउटा यो राष्ट्रलाई चाहिँ राम्रोसँग अगाडि बढाउने क्याप्टेन हाम्रो देशमा कमी भएको अवस्था छ। यसमा बुढा नेताहरूलाई अब हामीले विश्राम दिनुपर्ने अवस्था छ। त्यसका बावजुद धेरै महिलाहरू पीडित भएका छन्। त्यही पीडितको अवस्थाको हामीले चाहिँ नि यो उजागर गर्न खोजेको हो असल बुहारी। तपाईँहरू सबैले हेरेर सल्लाह सुझाव गरिदिनु होला र समाचार सम्प्रेषण गरिदिनु होला। तपाईँहरूको एकै कलमले हुन्छ कि त्यो टाइप गर्दाखेरि यति ल दमन डुबाइदिने ल्याएको यति चाहिँ ल यताले हेरिदिनु नि त भनेर तपाईँले लेखिदिनु भने कति कल्याण। अब त्यो लेख्न हुन्न भने त हजुरहरूको के कुरा खै के भन्ने होइन। त्यही भएर सानो कलाकारले एउटा आह्वान गरेको छ। यसलाई तपाईँहरू सबैले मध्यनजर राखेर आफै पनि हाँसिरहनु भएको छ। तपाईँ जसरी हाँस्नु भएको छ त्यसरी लेखिदिनु, राम्रो हुन्छ। चाहे होस्, सबैलाई आइदिनु भयो। अब बसी बिहालो भयो। अरू केही छ भने जिज्ञासा सोध्नुहोस्, होइन भने मैले त यहाँ बिट मारेँ। सबै कलाकारहरूको आफ्नो मेहनत, आफ्नो परिश्रम र आफ्नो भूमिका छँदैछ। तर आज निर्देशकलाई नै मैले फोकस गरौँ। उहाँले 2टा कुरा छुटाउनु भएछ, त्यो चाहिँ अलिकति म थप्दिनँ मन लाग्यो। एउटा कुरो युट्युबमा हामीले हेर्नै नपाइने, डिस्कममा मात्रै आउने एउटा हजुरलाई जानकारी जदौ भन्ने चाहिँ नि थ्याङ्क यू हजुरलाई। अनि अर्को कुरा पनि थप्दैछु, त्यो जदौको बारेमा हजुरले बोल्नुहुन्छ। अर्को कुरा थप, उहाँको छिट्टै नयाँ फिल्म आउँदैछ, उहाँ आफै फिल्म बनाउँदै त्यो पनि म भन्छु। अहिले पछि कुराकानी हुन्छ नि त। जदौ चाहिँ नि जिसोमबाट प्रत्येक शनिबार रमाइलो एकैछिन म अब बोल्न बन्द गरेँ, त्यसपछि उहाँले बोल्नुहुन्छ, त्यसपछि चाहिँ मैले बोल्न छोड्छु। हजुरले के प्रश्न गर्नुहुन्छ प्रश्न गर्नुहोस्, म पनि सोध्नु बिचमा। जदौ चाहिँ प्रत्येक शनिबार 7:30 बजे रमाइलो टेलिभिजनमा आइरहेको छ। त्यो युट्युबमा आउँदैन। त्यो चाहिँ नि डिसोको क्राइटेरिया कस्तो छ भने युट्युब चाहिँ नहेरोस्, टिभी हेरोस् भन्ने चाहिँ गाउँठाउँमा चाहिँ भयङ्कर चाहिँ चलिरहेको छ जदौ। यही हो। दमन दाइलाई मेरो प्रश्न है, दमन दाइले जुन पनि कुरा गर्नुहुन्छ, जुन पनि सिरियलहरू गर्नुहुन्छ, बिचमा छोडेर जाने, बिचमा होइन अब फुल स्टप गरिदिने आरोप लागेको छ। किन हो त्यस्तो चाहिँ? त्यो एकदम कस्तो भने जहाँ चाहिँ आफ्नो मान इज्जत र माया मोह हुँदैन त्यो ठाउँमा बस्नुको उचित ठान्दिनँ। राजनीति जहाँ चल्छ त्यहाँ कलाकारिता चल्दैन, त्यही भएर छोडेँ।
अघि पनि भन्नुभयो हजुरले मेरी बासे चाहिँ एजेन्सीलाई मैले सोपेर एजेन्सीले चलाउँदै अब त्यतातिर नजाउँ कि त्यो होइन त्यसमा त तपाईँलाई अन्याय भएको छ नि त अन्यायको विरुद्ध किन उठ्नु भएन तपाईँ गीतामा के भनेको छ भने नि हिजो के भयो छोडिदेऊ भोलि के हुन्छ थाहा छैन आज रहन्जेल छेडबल पलभरमा जे पनि हुनसक्छ राम्रो काम गर एक दिन मर्नुपर्छ त्यस्तो गरी खाऊ भने छोडिदिनु भयो अब छोडी यस्तो नजाने बाटोको के गाउँको बाटो ओके ल ठिकै छ असल बुहारीको लागि धेरै धेरै शुभकामना अरूको केही प्रश्न छ भने उठाइदिनु होला जस्तो मेरो दमन सरलाई चाहिँ एउटा कलाकारले अर्को कलाकारलाई चाहिँ अहिले पछि अलिकति हेर्ने दृष्टिकोण व्यवहार अलिक फरक हुन्छ कि यसलाई चाहिँ कसरी बुझ्नु भएको छ कसरी हेर्नुहुन्छ अब कसले त्यसो गर्यो मलाई चाहिँ थाहा भएन म चाहिँ मैले अहिले भने नि तपाईँको दृष्टिमा त्यो गलत हो त्यो होइन एउटा कलाकारले अर्को कलाकारलाई राम्रै नजरले हेर्नुपर्छ थिङ्क पोजिटिभ बी पोजिटिभ हिसाबले सकारात्मक सोचले हेर्नुपर्छ जसले नकारात्मक सोचले हेर्छ त्यो टुप्पेको कलाकार भन्छु त्यति भन्नुहुन्छ त्यही हो मेरो उत्तर हजुर सबैले समान मान्नुपर्छ अघि एउटा मुभीको कुरा गर्दै हुनुहुन्छ मैले चाहिँ अब यो मेबी अब दसैँ अगाडितिर छायाङ्कनमा हामी जाने तर्खरमा छौँ अहिले गोप्य नै राख्छौँ हामी स्क्रिप्टिङमा छौँ एउटा मुभी नै गर्न लागेको छु अब त्यो अहिले नाम पनि पब्लिसिटी नगरौँ अब त्यसमा पनि सबै साथीहरू नि त धेरै मान्छे उ छ खै गरे खै तैँले पनि गर्नु पऱ्यो भनेर अहिले धेरै अगाडिदेखि मलाई मान्छेले प्रेसर दिइरहेको छ क्या त्यो प्रेसरमा काम गर्ने त होइन तर पनि आफ्नो बेला हुन्छ क्या एउटा टाइम आउँदो रहेछ यति बेला चाहिँ तैँले यसो गर्नुपर्छ भनेर त्यो पूर्वमा लेखेर आउँदो रहेछ म चाहिँ नेपाली कथानक चलचित्र एउटा बनाउने उसमा वर्कआउटमै छु अहिले हजुर दिलीप सरलाई एउटा प्रश्न है मेरो नाम हामीले त्यसमा सल्लाह गरेका थियौँ सल्लाह गरे बाँझी बुहारी पनि नाम सोचेका थियौँ निसन्तान पनि सोचेका थियौँ अनि असल बुहारी पनि सोच्यौँ लास्टमा आएर असल बुहारी यो पनि ठिक छ भन्ने यो कन्सेप्ट चाहिँ सबैभन्दा पहिला उब्जिएको चाहिँ कसको माइन्डमा हो अब हामी तिनै भाइमा हो है त्यो त अहिले पछिल्लो समय हेरियो भने चाहिँ महिला प्रधान सिरियलहरू धेरै बनिएको छ रोना धोना अलिकति सासूले बुहारीलाई हेप्ने जस्तै कान्छी भयो हाम्रो बुहारी भयो सीता भयो होइन यस्तो सिरियलहरू चलिरहेको भएर चाहिँ असल बुहारीले पनि हाइप लिन्छ कि भनेर यस्तै बनाउनुहोस् भाइ के हो यो चाहिँ त्यहाँ कथावस्तु उहाँहरूकोमा हो उहाँहरूले अर्कै बुझ्नुभएको छ अलिक नाम असल बुहारी भए पनि यसमा कथावस्तु अलिक अर्कै बेग्लै खालको फरक छ अरूले भन्दा अलिक बेग्लै खालको छ हुन त अब नेपाली कथानक चलचित्र भन्छन् सबै अरूले भन्दा बेग्लै छ भन्ने यो हाम्रो त्यो वंशानुगत शैली नै छ तपाईँको फिल्म कस्तो छ भने अलिक बेग्लै खालको छ भन्ने खालको त्यो सबैले उत्तर दिन्छन् हाम्रो नि अलिक बेग्लै खालको छ यो चाहिँ हेरेपछि मात्रै थाहा हुन्छ असल बुहारीलाई धेरै धेरै अब सबै कुरा अहिले भन्न थाल्यो भने फेरि आउटै होला भाइ जाँदा जाँदै अन्तिममा अब असल बुहारी भनेको भनेको छ हजुरको 3 जना मात्रै हुनुहुन्छ अरू कलाकारहरू चाहिँ होइन यस्तो के छ यसको अवस्था अझ म एक्लै मात्रै बोल्ने भन्ने त्यो हाम्रो नवीनजीसँग त अनि मैले भने हाम्रो दिलीप सरलाई पनि बोलाउँ खोदे सरलाई पनि बोलाउँ भनेर अनि उहाँलाई हाम्रो मेन लिडिङ रोल उहाँ हुनुहुन्थ्यो उहाँलाई सबै भनेर थियो उहाँको इमर्जेन्सी परेर उहाँ हिँड्नु भएछ कि त्यही भएर आउन हस्पिटल केसमा जानु भएको छ त्यसै अन्तिममा मेरो एउटा तपाईँलाई यहाँ असल बुहारी भनेर बनाउनु भएको छ यो राम्रो पनि हो ठिक छ होइन असल बुहारी किन हेर्ने भाइ हजुर असल बुहारी किन हेर्ने असल बुहारी किन हेर्ने भनेदेखि त्यो प्रवृत्तिको त्यो खालको घटनाक्रम अब हाम्रो समाजमा नदोहोरियोस् भन्नका खातिर हेर्ने अझै पनि छ यस्तो छ यो देखेर बुझेरै आएर बनाएको हजुर सत्य कथा त अब सत्य कथा भने म लेख्न चाहिँ लेख्दिनँ तर मैले सुदूरपश्चिममा जाँदाखेरि मैले भोगेको हो म त्यो बेलामा ट्रेनिङ गराउन जान्थेँ यो नाटक सम्बन्धी त्यो ठाउँमा जाँदाखेरि मैले भोगेको पनि हो तपाईँको नामै हुँदाखेरि साँपे बगरतिर मैले भोगेको